आफ्टरनुन साथीहरू, आज म वीरपाडा जानु आँटेको हो। मेरो हेर्नु नि हातमा पुरा एलर्जी निक्लेर हो, रातभरि के भएको छ र 2-3 दिन भइसक्यो। डक्टर देखाउनु पनि टाइम छैन। आज चाहिँ म अब जानु आँटेको, तर हेर्नु नि बाहिर घाम फेरि यस्तो छ कि घाम लागेछ होइन, जानु मन लागेको छैन। के गर्नु, तर जानुपर्छ हो, घाम लाग्यो भने जानुपर्छ। डक्टरहरू राम्रो घरमा पाउँदैन, वीरपाडै जानुपर्छ होइन, पैसाहरूको कामले गर्दा हो। आज चाहिँ अलिकति फ्री भएर चाहिँ अब चाहिँ जाने। त्यो घाम छ फेरि, खोइ ठन्डा महिना भन्छ भनेर भनिदिएको छु। आज भोलिमै छ, आज टाइम त खै हाम्रो राम्रो झोडामा त नि टोटो पर्छ टोटोमा बजी पुग्नु भनेको थियो, डक्टर आउँछ अरे भनेर, खोइ 1 बजी यहाँ त 8 भइसकिसक्यो। भाइ गणेश मेडिकल ल रोकिदियो साथीहरू, गणेश मेडिकलमा हो, 20 नम्बरमा रहेछ। म टोकन थापेर म तल काम सकेर आउँछु, एटिएम पनि एक्टिभ गर्नु छ त ग्रामीणको, किनभने कहिलेको एटिएमहरू बन्द भयो। ग्रामीण ब्याङ्कको अहिले तपाईँको सेन्ट्रल ब्याङ्कसँग थियो पहिले लिङ्क, अहिले पन्जाब नेसनलसँग भएर एटिएमहरू सबै बन्द गरिदिएको थियो नि त हो। एसआरको कामले गर्दाखेरि एटिएम पनि कहिले आएको एक्टिभै गर्नु नपाएको, आज चाहिँ मैले बाइक निकालेर साथीहरू खाना हो, वीरपाडा खाना हो, लागि त्यस्तो ब्लड प्रेसरको गर्नु सक्छ, अलिक कम्ती डिस्काउन्ट हुन्छ हो। तल चाहिँ पन्जाब नेसनल ब्याङ्कमा हो, यो ग्रामीणको एटिएम चाहिँ यहीँ नै चालु गर्नुपर्छ पन्जाब नेसनल ब्याङ्कमा। ब्याङ्कको काम सकेर अब चाहिँ निस्केको हो, डक्टर देखाएर गर्दा फर्केर चाहिँ गएपर्छ साथीहरू।